नमस्ते सबैजनालाई। हामी सबैजनाले रबरको प्रयोग गरेका छौँ। सन् 1770 जोसेफ प्रिस्लेले रबरको इरेजर आविष्कार गरेका थिए। यो आविष्कार एक अद्भुत साबित भयो। भुल लेखेको कुराहरू कागजबाट मेटाउने र गल्ती भएको कुरा मानव नभए झै बनाई सुधार्ने। यस्तै अलौकिक इरेजर रबरको बारेमा पवित्र शास्त्र बाइबलमा लेखिएको छ र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। संसारमा सायद सबै कुरा मेटाउन सकिन्छ होला, तर मानिसले गरेको पाप मेटाउने इरेजर रबर बनिएको छैन। तर यो इरेजर सम्भव भएको छ परमेश्वरको पहलमा। प्रभु येशूको रगतले संसारको सबै पाप मेटाउँदछ, जो उहाँले कल्वरीको क्रुसमा बहाउनु भयो। प्रियहरू, प्रभु येशूले जुन रगत कल्वरी क्रुसमा बहाउनु भयो, मानिसको सबै पाप मेटाउन सामर्थ्यशाली छ। मानिसलाई पापबाट शुद्ध पार्न सामर्थ्य राख्दछ। यदि तपाईँलाई पनि आफ्नो पापबाट शुद्धिकरण चाहिएमा यस इरेजर रबर जस्तै प्रभु येशूको रगतलाई प्रयोग गरेर हेर्नुहोस्। आफ्नो पाप स्वीकार गरी उहाँले बगाएको रगतमा विश्वास गर्नुहोस्। प्रभु येशूको रगतमा पाप क्षमा मात्र होइन, अनन्त जीवन पनि छ। उहाँलाई उद्धारकर्ता र प्रभुको रूपमा स्वीकार गर्नुहोस्। यस अनौठो र अलौकिक इरेजर रबर प्रयोग गर्न परमेश्वरले हामीलाई सहायता गरून्। धन्यवाद।